हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी क्यापासिटर क्लास 11 को इलेक्ट्रोस्ट्याटिक्सको आज चाहिँ क्यापासिटर च्याप्टरको चाहिँ हामी कन्सेप्चुअल क्वेसन गर्न गइरहेका छौँ। र फर्स्ट क्वेसन के छ भन्नुपर्दाखेरि, टु प्लेट्स अफ अ क्यापासिटर आर बट क्लोजर, वाट ह्यापन्स टु इट्स क्यापासिटेन्स एन्ड इनर्जी स्टोर्ड। दुईटा प्लेट्सवाला क्यापासिटरलाई चाहिँ के गर्यो अरे, नजिक ल्याइयो अरे। तब यसको क्यापासिटेन्सलाई हुन्छ र इनर्जी स्टोरलाई चाहिँ के हुन्छ भनेर सोध्या हो। हामीलाई के थाहा छ, प्यारलल प्लेट क्यापासिटरको क्यापासिटेन्स निकाल्ने फर्मुला एप्साइलन नट ए अपन डी हो। र एप्साइलन नट भने पर्मिटिभिटी अफ अ मिडियम, डाइलेक्ट्रिक मिडियम भयो, यो ए भने एरिया भयो, डी भने सेपरेटेड डिस्टेन्स भयो होइन। एरिया के को भयो, यो दुईटा प्लेटहरू आइडेन्टिकल हुन्छ यिनीहरूको एरिया भयो होइन। र डी भने सेपरेसन डिस्टेन्स भयो। र यसले क्वेसनले के सोध्या हो कि यो प्लेट्सहरूलाई चाहिँ नजिक ल्यायो भने क्यापासिटेन्सलाई के हुन्छ र एनर्जी स्टोरलाई के हुन्छ। र हामीलाई यो फर्मुलादेखि थाहा भइसक्यो, क्यापासिटेन्स त डिस्टेन्ससँग त इन्भर्सली प्रोपोर्सनल एरियासँग डाइरेक्टली भयो, योसँग त इन्भर्सली प्रोपोर्सनल भयो। जसले गर्दाखेरि जब यो क्लोजर ल्याइन्छ नि, क्लोजर ल्याइएपछि के हुन्छ, डिस्टेन्स त घट्दै जान्छ। डिस्टेन्स घट्दै गयो मतलब क्यापासिटेन्स त डिस्टेन्ससँग इन्भर्सली प्रोपोर्सनल छ। डिस्टेन्स घट्दै गयो मतलब क्यापासिटेन्स त बढ्दै जाने रहेछ। र हामीलाई के थाहा छ, इनर्जी स्टोर निकाल्ने एउटा फर्मुला के हो, 1/2 CV², जहाँ चाहिँ के भयो भन्नुपर्दाखेरि सी भने त क्यापासिटेन्स हो, यता त क्यापासिटेन्स बढ्यो भनेपछि त हाम्रो यो इनर्जी स्टोर नि बढ्ने रहेछ। सी बढ्यो भने त यु नि बढ्ने रहेछ, इनर्जी स्टोर नि बढ्ने रहेछ। र सेकेन्ड क्वेसन के छ भन्नुपर्दा, क्यान वी गिभ एनी डिजायर्ड चार्ज टु अ क्यापासिटर। के एउटा क्यापासिटरलाई जति पनि चार्ज दिन सक्छौँ भने हो। हामीलाई थाहा छ क्यापासिटरले त चार्ज स्टोर गर्ने हो, र क्यापासिटरलाई हामीले जति पनि चार्ज दिन सक्छौँ र सक्दैनौँ। किन सक्दैनौँ भन्नुपर्दाखेरि, हामीलाई फर्स्ट नम्बरमा यसको लागि चाहिँ डाइइलेक्ट्रिक स्ट्रेन्थ भने के हो जान्नुपर्छ। डाइइलेक्ट्रिक स्ट्रेन्थ भने के हो कि इलेक्ट्रिक फिल्डको चाहिँ म्याक्सिमम भ्याल्यु जो चाहिँ हामी डाइइलेक्ट्रिकलाई दिन सक्छौँ त्यसको डाइइलेक्ट्रिक ब्रेकडाउन नभइकन होइन, वर्डमा भन्नुपर्दाखेरि डाइइलेक्ट्रिक स्ट्रेन्थ फिल्ड द्याट क्यान बी अप्लाइड टु इट डाइइलेक्ट्रिक विथाउट इट डाइइलेक्ट्रिक ब्रेकडाउन। मतलब जब क्यापासिटरलाई चाहिँ हामी चार्ज दिँदै जान्छौँ होइन, यसको पोटेन्सियल डिफ्रेन्स बढ्दै जाने भयो, भी बढ्दै जाने भयो, पोटेन्सियल बढ्दै जाने भयो। जसले गर्दाखेरि इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी नि के हुँदै जाने भयो, बढ्दै जाने भयो। इलेक्ट्रिक फिल्ड पनि के जाने भयो, बढ्दै जाने भयो। र एउटा स्टेज यस्तो आउँछ कि जति बेला चाहिँ के हुन्छ, इलेक्ट्रिक फिल्ड स्ट्रेन्थको भ्याल्यु म्याक्सिमम हुन्छ, जसले गर्दाखेरि चाहिँ यो यसमा स्टोर भएको चार्जहरू चाहिँ हावालाई आयोनाइज गर्न थाल्छन्। हावामा यसको इलेक्ट्रोनहरू चाहिँ मतलब लिक हुन थाल्छन् कि, त्यही भएर चाहिँ हामीले जति पनि के दिन सक्दैनौँ, जति पनि चार्ज चाहिँ दिन सक्दैनौँ। अब भन्दाखेरि इक्जाममा भन्दाखेरि कसरी भन्नु पऱ्यो कि, वी कान्ट गिभ द डिजायर्ड चार्ज टु द क्यापासिटर बिकज अ क्यापासिटर हैज a dielectric strength above which we can't give the further charge. If we give further charge above dielectric, the dielectric breakdown occurs and the charge starts to leak भन्नु पर्यो। त्यही भएर चार्ज स्टार्ट्स टु लिक भन्नु पर्यो। र अर्को क्वेसन छ, वाट आर द युजेस अफ डाइइलेक्ट्रिक इन क्यापासिटर। र हामीलाई थाहा छ यो क्यापासिटर छ होइन, एउटा प्यारलल प्लेट क्यापासिटर छ होइन। र यसको बिचमा चाहिँ हामी के राख्छौँ, एउटा डाइइलेक्ट्रिक स्ल्याब राख्छौँ होइन। यसको बिचमा एउटा डाइइलेक्ट्रिक स्ल्याब राख्छौँ, यता डाइइलेक्ट्रिक स्ल्याब राख्छौँ। र त्यो डाइइलेक्ट्रिकको चाहिँ युज के हो त, हामी किन राख्छौँ डाइइलेक्ट्रिक स्ल्याबलाई। हामीलाई थाहा छ एउटा प्यारलल प्लेट क्यापासिटरमा पहिला कन्सेप्टको कुरा भन्छु, फेरि म्याथमेटिकली नि म प्रुभ गरेर देखाउँछु। एउटा प्लेटमा पोजिटिभ चार्ज छ र सुरुमा यो प्लेटमा हेरौँ, एउटा प्लेटमा पोजिटिभ चार्ज छ, एउटामा नेगेटिभ चार्ज छ। यसमा डाइइलेक्ट्रिक छैन रे। यसमा डाइइलेक्ट्रिक नहुँदा फेरि के बनाउँछ भन्नुपर्दाखेरि, यसले चाहिँ एउटा पोटेन्सियल डिफ्रेन्स क्रिएट भएको कारणले एउटा इलेक्ट्रिक फिल्ड बनाउँछ। र मानौँ त्यो इलेक्ट्रिक फिल्ड छ, एप्साइलन नट बनाउँछ, एउटा माथिपट्टि बनाउँछ र यहाँ तलपट्टि बनाउँछ। एउटामा चाहिँ इलेक्ट्रिक फिल्ड बनाउँछ डिपेन्ड अपन चार्ज र कुन प्लेटमा छ। र जब
एउटा हामीले एउटा ऊ राखिदियौँ नि, हामीले डाइलेक्ट्रिक स्ल्याब राखिदियौँ। डाइलेक्ट्रिक स्ल्याब राखिदिँदाखेरि यो क्यापासिटर छ र यो बिचमा डाइलेक्ट्रिक स्ल्याब राखिदियो भने यो त पोजिटिभ पोजिटिभ छ, यो नेगेटिभ नेगेटिभ छ। डाइलेक्ट्रिकमा नि यतापट्टि नेगेटिभ नेगेटिभ चार्ज र यतापट्टि पोजिटिभ पोजिटिभ चार्ज हुन्छन्। अब चार्ज अपोजिट छ भनेपछि यो क्यापासिटरको अपोजिटमा चाहिँ एउटा पोलराइज इलेक्ट्रिक फिल्ड क्रिएट हुन्छ के, पोलराइज इलेक्ट्रिक फिल्ड क्रिएट हुन्छ, जसले गर्दाखेरि हाम्रो रिजल्टेन्ट इलेक्ट्रिक फिल्ड के हुन्छ भन्नुपर्दाखेरि एप्साइलन नट अपन इपी, यो बिना डाइलेक्ट्रिकवाला इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी अपन पोलराइज इलेक्ट्रिक फिल्ड, र जसले गर्दाखेरि चाहिँ हाम्रो इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी घट्ने रहेछ। इलेक्ट्रिक फिल्ड त घट्ने रहेछ, जसले गर्दाखेरि डाइलेक्ट्रिक हालेपछि र हामीलाई के थाहा छ भन्नुपर्छ, इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भने के हो, पोटेन्सियल ग्रेडियन्ट V/L भयो, जसले गर्दाखेरि E भने डाइरेक्टली प्रोपोर्सनल टु के भयो, V रहेछ, पोटेन्सियल डिफरेन्स रहेछ, जसले गर्दाखेरि डाइलेक्ट्रिक हालेपछि त इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी नि घट्यो र पोटेन्सियल डिफरेन्स नि घट्यो। पोटेन्सियल डिफरेन्स घट्यो र हामीलाई के थाहा छ, Q = CV थाहा छ, र C भने के भयो, Q/V। त्यही भएर चाहिँ क्यापासिटेन्स चाहिँ के इन्भर्सली प्रोपोर्सनल पोटेन्सियल डिफरेन्स रहेछ। अब पोटेन्सियल डिफरेन्स घट्यो भने चाहिँ क्यापासिटेन्स त बढ्ने रहेछ। त्यही भएर चाहिँ हामी डाइलेक्ट्रिक राख्ने रहेछौँ। किन भन्नुपर्छ, फेरि रिभाइज गरिदिन्छु, इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी घट्ने रहेछ, जसले गर्दाखेरि पोटेन्सियल डिफरेन्स घट्ने रहेछ, जसले गर्दाखेरि चाहिँ क्यापासिटेन्स बढ्ने रहेछ। र म्याथमेटिकली चाहिँ के हुन्छ भन्नुपर्दाखेरि म्याथमेटिकली चाहिँ हाम्रो रिलेटिभ पर्मिटिभिटी भने के हुन्छ, ER भने एप्साइलन अपन एप्साइलन नट हुन्छ नि त, पर्मिटिभिटी अफ द मिडियम टु पर्मिटिभिटी अफ भ्याकुम, र योसँग चाहिँ के हुन्छ, क्यापासिटेन्स इन मिडियम टु द क्यापासिटेन्स इन भ्याकुम। र जब हामीलाई थाहा छ कुनै पनि ठुलो नम्बरलाई चाहिँ त्योभन्दा सानो नम्बरले डिभाइड गर्यो भने त ठुलै नम्बर आउँछ नि त, जस्तै 2 / 1 त 2 आउँछ। त्यही भएर एप्साइलन अपन एप्साइलन नट र C/C0 को भ्यालु चाहिँ जहिले नि 1 भन्दा ठुलो हुन्छ के, जहिले नि 1 भन्दा ठुलो हुन्छ, ER को भ्यालु ठुलो हुन्छ। त्यही भएर हामीले के थाहा पायौँ, यो र C त ठुलो हुने रहेछ, जसले गर्दाखेरि यो ठुलो भए हुनाले हामीले चाहिँ डाइलेक्ट्रिक राख्छौँ। त्यही भएर हामीलाई के थाहा छ, क्यापासिटेन्स प्यारलल प्लेटको निकाल्ने एप्साइलन A/D, यो एप्साइलन ठुलै हुने रहेछ, जसले गर्दाखेरि क्यापासिटेन्स चाहिँ बढ्छ नि त। र यो म्याथमेटिकल भयो, यो चाहिँ एक्चुअल कुरा भयो। र अब अर्को क्वेसन रहेको छ, एक्सप्लेन हाउ द क्यापासिटेन्स अफ द प्यारलल प्लेट क्यापासिटर क्यान बी इन्क्रिज। एउटा प्यारलल प्लेट क्यापासिटरको क्यापासिटेन्सलाई चाहिँ कसरी इन्क्रिज गर्न सकिन्छ भन्यो यो क्वेसनले। सेम अगाडि भने जस्तै हो, हामीलाई थाहा छ क्यापासिटेन्स प्यारलल प्लेट क्यापासिटर एप्साइलन A/D हो नि त, एप्साइलन नेट A/D। अब यही फर्मुलाबाट गर्ने हो, र हामीले हाई भ्याल्यु रिलेटिभ पर्मिटिभिटीको हाई भ्याल्यु, किन भन्नुपर्दाखेरि ER भने के हो, E/E0, र रिलेटिभ पर्मिटिभिटीको हाई भ्याल्यु भयो भने त यसको नि हाई भ्याल्यु त हुन्छ। त्यही भएर यो एप्साइलन नट एउटा डाइलेक्ट्रिक मिडियमको चाहिँ हाई भ्याल्यु भएको डाइलेक्ट्रिक स्ल्याब राख्यौँ भने चाहिँ के हुन्छ, क्यापासिटेन्स बढ्ने रहेछ। र यिनीहरूको क्यापासिटरका प्लेटहरूको के गर्यो भने, क्यापासिटरका प्लेटहरूको चाहिँ एरियालाई चाहिँ बढायो भने के हुने रहेछ, क्यापासिटेन्स बढ्ने रहेछ। र डिस्टेन्स अफ सेपरेसन चाहिँ घटायो भने के हुने रहेछ, क्यापासिटेन्स बढ्ने रहेछ। यो 3टा कुरा हो। र यो क्वेसन चाहिँ छ, यो क्वेसन प्रायः जस्तो एक्जाममा आउँछ, हाउ विल यु अरेन्ज द 3 क्यापासिटर्स अफ क्यापासिटेन्स 2 माइक्रोफराड टु गेट अ क्यापासिटर अफ क्यापासिटेन्स 3 माइक्रोफराड। र माइक्रो भने 10⁻⁻6 हो, फराड भने त अब क्यापासिटेन्सको युनिट भयो। र 3टा चाहिँ के छन् रे, 3टा क्यापासिटर छन् रे, एउटा C1 छ, C2 छ, C3 छ। हरेकको भ्याल्यु के छ रे, हरेकको भ्याल्यु चाहिँ 2 माइक्रोफराड छ रे, होइन। हामीलाई चाहिँ यिनीहरूलाई यसरी अरेन्ज गर्नु पर्यो कि भ्याल्यु चाहिँ 3 माइक्रोफराड आउँछ। यसमा चाहिँ के गर्नुपर्छ कि दुईटा क्यापासिटरलाई चाहिँ सिरिजमा र एउटालाई यिनीहरूसँगै प्यारललमा चाहिँ के गर्नुपर्छ, जोड्नुपर्छ, जसले गर्दाखेरि के आउँछ, हाम्रो 3 माइक्रोफराड आउँछ। किन भन्नुपर्दाखेरि सिरिजमा जोडेको हामीले रिजल्टेन्ट क्यापासिटेन्स निकाल्दाखेरि त 1/C = 1/C1, यो C2 मानौँ, यो C3 मान्यो भने 1/C1 + C2 हुन्छ भनेपछि 2 हो नि त, 1/2 गरेपछि के आउँछ, यसको यो 2 कमन आयो, 1 + 1 2, जसले गर्दाखेरि C को भ्याल्यु 1 माइक्रोफराड आउने भयो। र अब प्यारललमा छ, यिनीहरूको रिजल्टेन्ट 1 माइक्रोफराड आयो। र प्यारललमा चाहिँ अब यसको प्यारललसँग चाहिँ के आउँछ, C' मानौँ,
चाहिँ सी प्लस C3 आउँछ, जसले गर्दाखेरि 1 + 1 = 2 माइक्रोफराड आउने रहेछ। राम्रो लाग्यो भने सब्सक्राइब गर्नुहोला। सी यू अन द नेक्स्ट भिडियो।